सो हेलो गाइज वेलकम टु द न्यू भिडियो द पिसको ट्रेडर। सो आजको भिडियो चाहिँ एउटा रिफाइन स्ट्राटेजी रिफाइन मैले एउटा स्ट्राटेजी रिफाइन गरेको छु। हो त्यो चाहिँ कसरी चाहिँ तपाईँहरू आफ्नो स्ट्राटेजी रिफाइन गर्न सक्छ, जुन चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट हो एउटा प्रफिटेबल ट्रेडरको होइन। जुन चाहिँ अब कसरी चाहिँ रिफाइन गर्न सकिन्छ हो त्यो चाहिँ अब मैले कसरी गरेँ र के फाइदा चाहिँ म देख्न सक्छु। मैले एप्लाई त गरेको छुइनँ, सो यसरी चाहिँ एउटा प्रोसेस चाहिँ देखाउनेवाला छु होइन। सो त्यो चाहिँ अब कसरी चाहिँ गर्ने र कसरी चाहिँ आफ्नो स्ट्राटेजी चाहिँ अब यो चाहिँ चाहिएको छ है भनेर थाहा पाउने चाहिँ हो त्यो चाहिँ म देखाउन सक्छु। यो चाहिँ मेरो आफ्नो पर्सनल एक्सपिरियन्स हो होइन, कतैबाट हेरेको अथवा कसैबाट सिकेको जस्तो होइन। सो अरूबाट सिकेको भन्दा नि आफूले भोगेको कुरा चाहिँ अब देखायो भने चाहिँ अलिकति तपाईँहरूलाई नि हेल्पफुल, प्लस मलाई नि अलिकति हेल्पफुलै हुन्छ। किनकि मैले अब तपाईँहरूलाई हिजो जस्तै अब वाट्सएप कम्युनिटीमा मैले हिजो तपाईँहरूलाई एउटा जर्नल गरेको एउटा फोटो पठाएको थिएँ नि त, त्यो लेखेको ह्यान्डराइटिङहरू अब बुझ्नुभयो कि भएन होइन। सो त्यो हुन्छ त, तर मैले यदि एउटा भिडियो बनाएँ भने चाहिँ पछि गएर अब त्यो लेख्नुभन्दा नि यो यसो भिडियो मैले आफै पनि हेरेँ भने द्याट विल बी मोर हेल्पफुल फर मी पनि क्या, अब अलिकति सजिलो हुन्छ मलाई पनि। सो त्यही भएर चाहिँ एउटा यो भिडियो बनाएको होइन। सो मैले कसरी चाहिँ स्ट्राटेजी चाहिँ कसरी चाहिँ एउटा रिफाइन गर्नुपर्ने भनेर थिङ्क आयो भने, एउटा थट आयो भने, इफ यु सी दिस, मेरो स्ट्राटेजी चाहिँ अलिक के भइरहेछ भन्दाखेरि मेरो अहिले लास्ट भर्खरको ट्रेड पनि मैले हेरेँ भने यहाँनिर मैले यो जुन ट्रेड ल्याएको थिएँ नि, यो ट्रेड यहाँनिर मैले लिएँ 30 अक्टोबर न्यु इयर्क सेसनको सुरुवातमा होइन। त्यसरी पुरै कन्सोलिडेट गरेर रातभरि कन्सोलिडेट गरेर एकदम भोलिपल्ट पनि लन्डन खुलिसकेपछि अलमोस्ट 24 आवर्सपछि चाहिँ मेरो एसएल हिट भयो। र एसएल हिट भइसकेपछि पनि ओन्ली 2 पिप्सले हिट भयो क्या। लु हिट भएर लु जस्तै अब यो हिट भयो होइन, अब यो मेरो एसएल हिट भयो, अब यत्रो कन्सोलिडेट गरेर लु हिट भएर माथि गयो नि त, लु ठिक छ। तर यहाँ 2 पिप्सले हिट गर्यो, लिटरली 2 पिप्सले चाहिँ हिट गरेको छ क्या। सो यहाँ 2 पिप्सले हिट गएको कारणले चाहिँ मैले चाहिँ अब अलिकति रिफाइन चाहिँ गरौँ र अलिकति मेरो पिएनएल पनि हेऱ्यौँ भने, जस्तै अब मेरो अक्टोबर मन्थको पिएनएल देखाइदिन्छु म। सो दिस इज माई अक्टोबर मन्थ पिएनएल। सो यहाँ हेऱ्यौँ भने ब्रेक इभन 26 27 ठिक छ, कन्सिस्टेन्ट लस 95 ठिक छ, 23 मात्रै प्रफिट। 23 मात्रै भनेको लगभग यो एउटा लसलाई यसलाई रिकभर गरेर लगभग भनौँ। त्यसपछि फेरि 34 11 अलिक थोर छ, फेरि 80 भनेको लगभग 5K एकाउन्टको लागि 80 भनेको अलमोस्ट 2% भनौँ। त्यसरी फेरि 52, अब यो $52ले पनि यो लस रिकभर गरेन क्या। त्यसरी फेरि ब्रेक इभन यो 72 ठिक छ, 12 यति यति यति। सो चाहिँ यहाँ हेऱ्यौँ भने चाहिँ मेरो अक्टोबर मन्थ हेरेर नराम्रो गएको होइन, ठिक छ, यो राम्रो ट्रेड हो। अब मेरो एराउन्ड 35 कि 40को विन रेट छ यो मन्थमा, जुन चाहिँ अब ठिकै भन्छु म होइन। तर यहाँनिर धेरै राम्रो हुनसक्थ्यो होइन, त्यही पनि म यस्तो पुरै -27 रहेछु होइन। धेरै त रहेछ खासै, तर जस अलिकति उनी भनौँ। सो यो उसको मात्रै हो क्या, यो मन्थली होइन क्या अरे सायद। तर जस एकदम म प्रफिटेबल हुनुपर्ने, प्रफिट प्लस ग्रिन मन्थै हुनुपर्ने हो क्या यो मन्थ चाहिँ मेरो। अब मेरो पास्ट मन्थ हेऱ्यो भने एकदम नराम्रो गएको छ हेर्नु हो भने होइन। थोरै ट्रेड छ तर एकदम नराम्रो गएको छ क्या। जस्तै यहाँ हेर्नु भने यस्तो यस्तो छ, यसपालि धेरै ट्रेड छ होइन, तर त्यही पनि अलिकति नराम्रै गएको छ। सो यस्तो हुँदा पनि म प्रफिट भएन भने, यस्तो अलिक राम्रो ग्रिन राम्रो ग्रिन डे हुँदा पनि राम्रो भएन भने, सो अलिकति स्ट्राटेजीमै चेन्जेस ल्याऊँ कि भनेर चाहिँ यसरी मैले एनालाइज गरेँ। एनालाइज गर्दा चाहिँ के पाएँ भन्दाखेरि मेरो चाहिँ एसएल धेरै हिट भइरहेछ र टिपी चाहिँ अलिकति हिट भइरहेको छैन। सो त्यो गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि मेरो प्रायर सुरु स्ट्राटेजी के हो, अब एउटा 4 आवरको कुनै क्यान्डलमा हेर्ने, कुनै एउटा पिडिआर हेर्ने। जस्तै अब यहाँ फेयर भ्यालु ग्याप भयो, अर्डर ब्लक भयो, अब इक्विलिब्रियम भयो, त्यस्तोहरू हेरेर चाहिँ म ट्रेड लिन्छु। जस्तै अब मेरो फर्स्ट ट्रेड हेरौँ यो मन्थको है त, सुरुमा त्यहीँबाट स्टार्ट गरौँ। सो अक्टोबरबाट स्टार्ट गरौँ। सो यहाँ हेऱ्यौँ भने इफ वी लुक एट दिस सरी, सो यहाँ हेऱ्यौँ भने यहाँ माथि मेरो फोर आवरको फेयर भ्यालु ग्याप छ, यहाँ लिक्विडिटी स्विप भयो, यहाँ चेन्ज अफ क्यारेक्टर भयो होइन। सो म के को बेसमा ट्रेड गर्छु, फेयर भ्यालु ग्याप। सो फेयर भ्यालु ग्यापको यहाँनिर मेरो इन्ट्री भयो, जुन चाहिँ मेरो ब्रेक इभन ट्रेड हो। सो यहाँनिरसम्म आएछ, यहाँसम्म आएपछि मेरो ब्रेक इभनमा राखेँ र एसएल हिट भयो। सो यहाँ मेरो एराउन्ड यहाँ यतातिर क्लोज भएर म -5 मात्रै भयो, धेरै हुन्थ्यो तर। सो यसको साटो हो मैले के गर्न सक्थेँ त्यहाँ, एउटा ओटी भन्ने तपाईँलाई थाहा छैन, मोस्ट अफलाई थाहा छैन होला। ओटी भन्ने हुन्छ फिबोनाची, जुन यो फिबोनाची टुल हुन्छ हाम्रो, फिब रिट्रेसमेन्ट भन्ने। यहाँ गयो भने यहाँ लो माथिदेखि तल र तलदेखि माथि, सो यो सबैकोमा चाहिँ आउँदैन यसरी। सो यसको लागि चाहिँ एउटा सेटिङ हाल्नुपर्छ।
यो सेटिङ चाहिँ यो स्क्रिनसट गर्नुलाई चाहियो भने सो लो टु हाई, हाई टु लो मार्क गरेर एउटा एरिया भन्छ, जुन चाहिँ एउटा यसलाई ओटिई जोन भन्छ, अप्टिमल ट्रेडिङ ट्री भन्छ यसलाई चाहिँ होइन। सो एउटा यो स्क्वायर बनाऊ। सो यहाँनिर एउटा ट्रिगर गर्ने, यहाँनिर प्राइस आउँछ र रिटेस्ट गरेर चाहिँ माथि जान्छ भन्ने चाहिँ एउटा कन्सेप्ट हो होइन, आइसिटी कन्सेप्ट हो। सो यो जुन छ यो सेलको लागि र यो बाईको लागि भयो होइन। सो यो जोन चाहिँ यो जोनमा चाहिँ प्राइस आउँछ जस्तो लाग्छ क्या, किनकि एउटा कन्सेप्ट होइन एकदम यो युज गरेर हुन्छ अलिकति हाई आरआर हुन्छ जस्तो मैले चाहिँ एउटा अनुभव काइन्ड अफ एउटा एक्सपिरियन्स चाहिँ गरेँ क्या मैले। सो यहाँ हेऱ्यौँ भने हाईदेखि लोमा मार्क गरेँ होइन। सो यहाँनिर मेरो फेयर भ्यालु ग्यापबाट यहाँनिर इन्ट्री गरेँ, यहाँनिर मेरो थियो। तर इफ आई हेभ युज ओटी र यो 0.62मा मैले लिमिट अर्डर राखेँ। सो यहाँ लिमिट अर्डर राखेपछि स्टप लस त यहाँ राख्न पनि पाएँ, किनकि धेरै स्पेस छ मसँग यहाँनिर होइन, 13 अलमोस्ट 14 पिप्सको एसएल। त्यस पछाडि मैले यहाँनिर टार्गेट, अब यही टार्गेट गरेको होइन, यो टार्गेट गरेको मेरो हिट हुन्थ्यो क्या। इफ यु लुक दिस, यही टार्गेट गरेको नि मेरो हिट हुन्थ्यो, जुन चाहिँ यो अगाडि मेरो जुन ट्रेडमा चाहिँ हिट भएन, किनकि एसएल अलिक टाइट थियो। सो एसएल हिट गरेर तल गएको रहेछ। सो यो पनि मेरो हुन्थ्यो ब्रेक इभनको साटो, म अलमोस्ट 4.76 आरआर पाउँथेँ क्या यहाँनिर। त मैले यहाँ नराख्ने, ल म यो धेरै भयो नराख्ने भन्दा पनि ल म एसिया लोमै राख्छु भन्दाखेरि पनि यहाँ एसिया लोमा राखेँ भने पनि मैले इनफ 2.53 भनेको इनफ आरआर हो। 2भन्दा माथि भनेको राम्रो हो, 1 2भन्दा तल भनेको अलिकति अब हेर्नै पर्ने कस्तो कुरा हुन्छ होइन। सो 2.53 भनेको नि धेरै राम्रो आरआर हो। सो यहाँ पनि मैले राम्रो आरआर पाएँ। सो अर्को ट्रेडमा जाऊँ। सो यसरी चाहिँ मैले हरेक ट्रेड चाहिँ हेरेँ क्या, हरेक ट्रेड हरेक पेयर। जस्तै यहाँनिर अब हेरौँ, यहाँ मेरो लस भएको छ होइन, 1.97मा लस भएको छ र प्राइस सिधै माथि चढेको छ होइन। सो ठिक छ यहाँनिर, तर यहाँ फेयर भ्यालु ग्याप थियो, यहाँ थियो चेन्ज अफ क्यारेक्टर। सो चेन्ज अफ क्यारेक्टर भइसकेपछि यहाँनिर हाईदेखि लोसम्म लिए। सो यहाँ हाईदेखि लोसम्म लिए र मेरो ट्रिगर कहाँ हुन्छ एसएल, यदि मैले, तर मैले त ट्रेड यहाँ लिएँ। तर इफ मैले ओटी युज गरेको भए, जुन चाहिँ म अब गर्नेवाला छु, यहाँ ओटी युज गरेको भए र एसएल यहाँ राखेको भए र टिपी यहाँ राखेको भए त लु केही छैन, यो लगभग मेरो टिपी 2 नै हुन्थ्यो, किनकि यत्रो 5 आरआर भनेको अलिकति अनएचिभेबल जस्तो नि हुन्थ्यो होइन। सो 5 आरआर हुन्थ्यो जुन चाहिँ हिट हुँदैन थियो। सो यहाँ नभएर मैले अब टिपी 1 यहाँ पनि राख्न पाएँ। जस्तै अब मैले 0.5 राखेँ भने 50% यहाँ क्लोज, 50% यहाँ क्लोज गरेर पनि मैले 2.65 आरआर पाइसकेको छु यहाँनिर। सो इट्स इनफ क्या, इट्स मोर देन इनफ क्या। सो यहाँनिर लस ट्रेड पनि मेरो प्रफिट हुन्थ्यो क्या। सो यसरी मेरो विन रेट बढ्थ्यो होला क्या। सो यस्तो चाहिँ मैले अनुभव गरेँ। सो मोस्ट अफ द टाइम चाहिँ के हुन्छ भन्दा जस्तै अब यो फेयर भ्यालु ग्यापकै भित्र यो ओटी जुन पऱ्यो भने चाहिँ इट विल बी मोर प्रोभेबल ट्रेड क्या। सो त्यो चाहिँ मैले देखेँ। सो यो चाहिँ अलिकति हेल्पफुल हुन्छ कि भनेर मैले तपाईँहरूलाई भन्न खोजेको, जुन चाहिँ अब आफ्नो एक्सपिरियन्स होइन। अब अरूबाट आफ्नो एक्सपिरियन्स सेयर गरेर झन् अलिकति अरूहरूलाई बुझ्न सजिलो हुन्छ भनेर चाहिँ मैले चाहिँ यो देखाउन खोजेँ हो। सो धेरैजनालाई हेल्पफुल भयो होला, धेरैजनालाई हेल्पफुल भएन नि होला, धेरैजनाले युज पनि गरिरहनु भएको होइन। सो डिपेन्डिङ अपन द पर्सन। सो मलाई पनि पछि यो हेल्पै हुन्छ, किनकि पछि यसो गरेर हेर्दाखेरि ए यस्तो भएको थियो है भन्ने हुन्छ होइन। सो त्यही भएर चाहिँ यो भिडियो बनाएको। सो द्याट्स इट। अब तपाईँहरू पनि अब आफ्नो स्ट्राटेजी रिफाइन यसरी नै रिफाइन गर्न सक्नुहुन्छ होइन। आफ्नो पिएनएल हेर्नु, आफ्नो ब्याक टेस्ट गर्नु के छ होइन। हो त्यसमा चाहिँ अब आफ्नो के चाहिँ पुगेको छैन हो त्यो चाहिँ ब्याक टेस्ट गर्दै रिफाइन गर्दै गर्दै जाने हो। मैले पनि यो स्ट्राटेजी फुल आफ्नै रिफाइन गर्दै गर्दै चाहिँ आएको अहिलेसम्म होइन। यो कसैले पनि मलाई भनेको स्ट्राटेजी होइन, जुन यो फेयर भ्यालु ग्यापमा युज ट्रेड गर्ने यो भनेर होइन। सो त्यही भएर चाहिँ अलिकति चाहिँ तपाईँहरूलाई नै हेल्पफुल हुन्छ भनेर चाहिँ ट्राई गरेको। सो अब राम्रो लाग्यो भने सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु। कम्युनिटीमा जोइन, टिकटकमा जोइन, अथवा मैले जुन प्लेटफर्मबाट पे आउट लिएँ हो त्यो प्लेटफर्मको लिङ्क पनि तल छ, यु क्यान बाई फ्रम द्याट टु। सो द्याट्स इट। सब्सक्राइब, लाइक र कमेन्ट गरिदिनु। थ्याङ्क यू गाइज।